सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। होप्सु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। न्यू डे न्यू भ्लगको साथमा आज पनि तपाईँहरूसँग उपस्थित भएको छु। सो गाइज, अनि आज चाहिँ हाम्रो प्लान चाहिँ अब कता छ भन्ने अब त्यो चाहिँ अलि फिक्स भएको छैन। जाँदै गरौँ, पोखराबाट हिँडिरहेको छौँ र अहिले मेरो साथमा सुजन अनि टक्क लाएर अनि हामी राजसूत्र गएपछि भान्जा दिपु, मेरो भान्जा दिपुलाई पिकअप गर्नेछौँ अनि त्यहाँबाट हामी लाग्छौँ। अब हेर्दै जानुहोस्, अन्तिमसम्म मेरो ब्लग हेरेर साथ सपोर्ट दिनु होला र नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब, लाइक, सब्सक्राइब, सेयर अनि नोटिफिकेसन बेल टङ्ग बजाएर साथ सपोर्ट दिनु होला है। ल त अब हामी जाँदै गरौँ, कहाँसम्म पुगिन्छ। बत्ती पोल्छ नि, अटोमेटिक हो क्या। ठ्याक्क हामी 6:30 बज्यो कि 6 बजीतिर आउँदाखेरि सिसा चाहिँ अलिकति दोस्रो हुँदैन कि धमिलो हुन्छ। यही ट्रायल दिने ठाउँ देख्न सक्नुहुन्छ। भिडियो एउटा टिकटक ब्लगरले हालेको छ, तर त्यो ब्लगरको नाम के हो पनि थाहा भएन यार। साथमा नि साथ मुहाने यहाँबाट राइट। ल हाम्रो यहाँ दिपु भान्जा यता हेर्दै ल, दिपु हल्का टक्क लाएर छोरी यसो अलिकति उद्घाटन गरिदिएको भ्लगमा। धेरै दिनपछि, धेरै समयपछि भ्लग बन्दैछ। भान्जा अहिले चाहिँ हामी यहाँ दुलेगौडा बजार देख्न सक्नुहुन्छ। दुलेगौडा बजार अगाडि होइन खाजा खानुभयो तपाईँले? म यसो खाँदै कफी र एउटा हाम्रो दुलेगौडा बजार है, देख्न सक्नुहुन्छ। अक्कला मन्दिर, ल अक्कला मन्दिर हामीलाई आजको यात्रा सफल गरिदिनुहोस् र राम्रो राम्रो होस्। फरिन्टार भएर पेट्रोल हाल्दै हाम्रो नेपाल सरकारले अहिले पेट्रोलको मूल्य चाहिँ टक्क लाएर यति बनाएको छ। म नदेखिरहेको यता अहिले नदेखिरहेको कि अहिले हाम्रो यहाँ दमोलीको पुल नयाँ निर्माण हुँदैछ उतापट्टि साइडमा, र अहिले हामी यो पुरानो पुलबाट सवार गर्दैछ। देख्न सक्नुहुन्छ मादी खोला दमोलीको।
कि मेन उसको त है दमौली बजार आइपुगेको छौँ हामी चाहिँ। अगाडिबाट खिच्नु पर्ने टुम्रे बजार। बेसी साथ जानुको त घरबाट टुम्रे बजार ड्रोन सटै हाल्यो माथिबाट प्याच अहिले केटो चाहिँ वार्मअप हान्दैछ होइन गाडी। अहिले हामी चाहिँ पोखरा बस पार्क गरेर यता पनि पोखरा बस पार्क भन्ने ठाउँ रहेछ। भैरवा भालुवाङ अन्तरिया के सुर्खेत यताबाट जाने रहेछ। यताबाट पनि छ ठाउँहरू है। यता अगाडि यस्तो भिडभाड छ। टक्कलाएर अहिले हामी यहाँ चोकमा हामी अहिले जाँदैछौँ यता नारायणघाटको पुल हेर्नलाई होइन। राइनो के हो? क्रुज क्रुज हो ए क्रुज अक्सफोर्ड कलेजमा हालेर छोडिदिनु पर्छ कि अक्सफोर्ड हेरेर चाहिँ किन जानु पर्यो उता युके अक्सफोर्ड गर्नलाई। सिजी टेम्पल। So guys, सिजी टेम्पल है। सिजी टेम्पल एरिया आइपुगेको छौँ। सो हामी चाहिँ यहाँ गेटभित्र है। सहीको जानुहुन्छ त म छिरो लाग्यो त्यहाँ आएको कि म यस्तो छिरो लाग्यो यस्तो धगालेर आफू झिकिरहेको औडाहरू चाहिँ। कता हो रिजोर्ट पाउनु त? तपाईँहरू त त्यति ओपन छ त ओपन छ हिँड्नु हाम्रो हिरोहरूको इन्ट्री सिजी टेम्पलभित्र।
हाम्रो ग्रुप सिसी टेम्पल भनेको हाम्रो यही हो। सो आज भिडियोमा चाहिँ कस्तो देखिन्छ होइन सिसी टेम्पल। अलि हामीलाई हतार पनि छ अनि म चाहिँ स्याटसुट हिँड्दै भ्लग गरेको छु है। अनि भ्लगमा चाहिँ फेरि यसै कि पनि आउन सक्छ कि। सिसी टेम्पलको भ्यू देख्न सक्नुहुन्छ। यो बुद्ध ध्यान बसिरहेछ। यहाँ चाहिँ यस्तो रहेछ। ए यहाँ त पुरा जमिनबाट आउँदो रहेछ त साउन्ड त। फोटोपट्टि हानौँ न एउटा दुइटा सर्ट त 17 प्रो म्याक्सबाट। ये तो ओरिजिनल हो ना ये तो। कृपया जुत्ता चप्पल खोलेर माथि यस्तो चाहिँ यहाँ स्टेज पनि बनाएको रहेछ। स्टेज सो गर्नको लागि होला सायद। भान्सालाई हिरो स्टाइलमा यस्तो हिँडेको देखेको मान्छे बिनाले। खै खाली मनाई मात्रै गर्दै राम्रोसँग खिच्न पाइएन। भाइ नगर्नु होला। भोलि पर्सि अर्कोचोटि आउँदाखेरि राम्रोसँग खिचौँला। यो माथि कस्तो दामी छ नि। फोटो चाहिँ यहाँबाट यहाँ माथिको हेर्न कस्तो दामी देखिन्छ भ्यू। सर यस्तरी घुमाएर यस्तरी हिँड्नुपर्छ है। टाउकोले हामी बजाउनुपर्छ बाँकी त्यसको लागि यो टाउकोले हाम्रो खानेकुराहरू चाहिँ आइसकेको छ। अब बिस्तारै बिस्तारै खाना खाने टक्क लाएर अब दिएको बनाइन्छ। फिसको आइटम चाहिँ यस्तो छ है।
होटलको नामहरू लेखेको यहाँ सबै लेखेको होर्डिङ 7 बोर्डहरू। स्टार होइन हामीले नि कुन होटलमा बस्नुहुन्छ सबै आएछ है छिरियो गाइस हिन्दूमा हात्ती त माथि हाल्छ सो अहिले चाहिँ हामी यहाँ होटल 7 स्टारमा आइपुगेको छौँ र हामी चाहिँ आज हाम्रो यहाँ बास बस्ने चाहिँ हामी यहाँ होटल 7 स्टारमा बास बसिन्छ होला सायद होइन बसियो अब भनौँ यहाँ होटल 7 स्टारको हेरिदिएको छ अनि यो होटल 7 स्टारमा पर नाइटको 5,500 6,500 हेरी रहेछ अनि यस्तो बगैँचाहरू छ तपाईँले यो आँप फल्ने सिजनमा आउनुभयो भने यो फलिरहेको आँपहरू पनि तपाईँले टिपेर खान सक्नुहुन्छ अरे यहाँ चाहिँ यो चाहिँ सबै स्टाफहरूको लागि नै अरे यो चाहिँ होइन आँपको बगैँचामा भएको यो अनि यहाँ स्विमिङ पुलहरू पनि छ है स्विमिङ गर्न सक्नुहुन्छ जिम गर्न सक्नुहुन्छ जिमको ठाउँ पनि रहेछ यस्तै छ अनि हामी बस्ने रुम चाहिँ तपाईँले यहाँ यो ठाउँमा आउनुभयो भने चाहिँ यही ठाउँबाट प्याकेजमा जङ्गल सफारीहरू गर्ने अनि यो के भन्छ थारू कल्चर प्रोग्रामहरू हेर्न पाउने हुनेछ होइन प्याकेजको चाहिँ अलि मैले चाहिँ त्यहाँ अलिकति कुरा बुझ्न पाइनँ यहाँ भान्जाहरूले बुझेको रहेछ उनीहरूले रुम प्याकेज उस गरे होइन हामी बस्ने रुम चाहिँ यो हो तपाईँ देख्न सक्नुहुन्छ यहाँ वरिपरि यस्तो स्विमिङ पुलहरू छ यहाँको इन्भाइरोमेन्ट यस्तै छ है टक्क आँपको बगैँचा लिचीको बगैँचा अनि यस्तो टक्क बस्ने ठाउँहरू यस्तो रहेछ होइन टक्क क्याम्प र हामी बसेको रुम चाहिँ ल हामी बसेको रुम 617 नम्बर अनि यहाँ ल हजुर सेयर गर्नु नि त है त जसरी रामन बस्नुहुन्छ है त रुम यस्तै छ है टक्क लाएर तपाईँ एसी छ फ्यान छ टिभी छ यस्तै छ अब यही हो तपाईँलाई यहाँ टोइलेट पनि देखाइदिउँ मैले टोइलेट टक्क एट्स बाथरुम वासरुम हेयर ड्रायर सबै रहेछ ल ऐना छैन यो कम्ती भएको टक्क लाएर यतापट्टिको भ्यू देख्न सक्नुहुन्छ यस्तो रहेछ स्विमिङ हानिदिने अब